झापामा आज बालेन शाहको स्वागत यहाँले यो लाइभ मार्फत देख्न सक्नुहुनेछ। यो झापाको दमको क्षेत्र नम्बर 5 र यही क्षेत्रमा आएर बालेन शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आफ्नो उम्मेदवारी दिनुभएको छ र यो मैले यो लाइभ मार्फत देखाइरहेको छु। माथि आएर केही मिनेट अगाडि मात्रै उहाँ आउनु भएको छ र यो क्षेत्रबाट जसले जित्छ उहाँ प्रधानमन्त्री बन्ने सम्भावना एकदमै धेरै छ, किनभने रासपाले पनि बालेन शाहलाई नै प्रधानमन्त्रीको उम्मेद्वारमा खडा गरेको छ भने एमाले अध्यक्ष केपी शर्मा ओलीले जिते उहाँ पनि प्रधानमन्त्री बन्ने सम्भावना छ। अब जिताउने हराउने चाहिँ झापाली विशेष गरी क्षेत्र नम्बर 5 का यहाँका स्थानीय भोटरको हातमा छ र उहाँको स्वागतको लागि यो भिड देख्न सक्नुहुनेछ। यो केवल उम्मेदवारी दर्ताको लागि हो। आज सम्भवतः उहाँले केही त्यस्तो भाषण गर्नुहुन्न, केही त्यस्तो स्पेशल केही छैन। आफ्नो उम्मेदवारी दर्ता गराउन उहाँ काठमाडौँदेखि मेयर पदको राजीनामा दिएर जनकपुरमा आएर एउटा सम्बोधन गरेर रातारात झापा आउनु भएको छ र झापामा उहाँको स्वागतको लागि यति धेरै यो बाटोमा देख्न सक्नुहुन्छ, यति धेरै मान्छे उहाँको स्वागतको लागि झापामा आउनु भएको छ। यो एउटा सानो फेसबुक लाइभ मार्फत मैले देखाएको छु र प्राय धेरै रासपा समर्थक हुनुहुन्छ भने केही यहाँ मैले अघि सोधे अनुसार कुनै पनि पार्टीको नभएर बालेन शाहको समर्थक उहाँको कामलाई र उहाँले गरेको काठमाडौँको विकासलाई हेरेर सपोर्ट गर्न आएको भन्नुभएको छ र सुरक्षा पनि एकदम कडा गरिएको छ। ठूलो संख्यामा मानिसको भिड छ र अहिले आफ्नो उम्मेदवारी दर्ता दिन बालेन शाह यही भिडलाई पार गर्दै यही समर्थकको मायालाई लिएर अगाडि जाँदै हुनुहुन्छ र यो लाइभ मार्फत मैले झापाको यहाँ हेर्नुहोस् त यो आकाशे पुलमा यति धेरै जनाले माथिबाट बालेन शाहलाई हेरिराख्नु भएको छ। भिड मान्छे यति भिड हुनुहुन्छ, यति धेरैको संख्यामा यो एउटा उम्मेदवारी दर्ताको लागि आउँदा उहाँको स्वागत यसरी देखियो झापामा र धेरैजना यहाँ हेर्न सक्नुहुन्छ। म केही कमेन्टहरू पनि पढ्दैछु, यहाँहरूको कमेन्ट पनि गर्दै जानु होला, लाइभलाई सेयर गर्दै जानु होला र यो झापाको बालेन शाहको स्वागतको आफ्नो उम्मेदवारीको यो हो र उहाँले यो क्षेत्रमा आएर आफ्नो निर्वाचन क्षेत्र बनाउँदा धेरै झापालीहरू खुसी भएको यहाँ स्थानीयहरू भन्नुहुन्छ र यहाँ जित्नको लागि एकदमै कडा प्रतिस्पर्धा हुनेछ, किनभने एमाले अध्यक्ष केपी शर्मा ओलीको आफ्नो